तल पुग्दाखेरि यही आम्मा हेरेर यही टिम एडभेन्चर गरिरहेको माई न्यू भ्लग आई हेभ सोना सन्चै आराम हुनुहुन्छ मैले सन्चै आरामै छु टक्क लाएर होइन अहिले चाहिँ हामी चाहिँ लगभग बिहान 6 बजे लगभग 5:30 बजे रनिङ जाने हिँडेको 6 बजीसम्म पानी पऱ्यो थल्का त्यही भएर पत्रै भिडियो बनाएर राखिदिन्छ यार जुत्ता टक्कर हामी चाहिँ आज मेटलाङ जाने हिँडेको टक्कर रनिङ हान्दै कहाँसम्म भन्छ अनि रनिङ हान्न सक्छौ बस पार बाग्लुङ बस पारसम्म चाहिँ हामी रनिङ हान्नु जान्छौँ त्यसपछि चाहिँ हिँडेर जान्छौँ सायद त्यति साह्रो थाहा छैन घरमा रुट चाहिँ त्यो गुगल म्यापको भरमा जान लागिरहेको छौँ हामी पनि होइन त्यसपछि आजको मौसम त्यस्तो रहेछ बिहानसँग पानी परिरहेको थियो अझै पानी रह्यो त्यो हामी जान लाग्यो लगभग 6 बजिसक्यो जान लाग्यो चाहिँ म यहाँ 2 जना अनि अझै एकजना आउँदैछ ऊ जुत्ता सुन्नु बसेर आएर सक्छौ ज्याकेट लगाएर आऊ त नि ज्याकेट त गलिहाल्छु नि कसले बोक्छ ज्याकेट मै बोक्छु नि ल टक्का यो के माने बाटोमा भेटेर पनि के हो यो अब म फेरि सलेन्ट मन पर्दैन नि त्यहाँनिर चाहिँ अर्को आइसी हेर्छु हामी चाहिँ उहाँ भनिसक्यो मैले चाहिँ टक्क लगाएर तँ भित्र बसी त नि त आउँदैन त उहाँ भन्दै नि यो ओके छिटो उहाँ भन् ल कस्तो एङ्गलबाट भिडियो खिचिनेको छ वान रनिङ हान्नु सुरु भइसकेको छ टक्क लगाएर 2 जना चाहिँ अगाडि गइसक्यो अलिकति अगाडि पठाइदिएको हामी चाहिँ हल्का एउटा सर्ट सिरियल सुट हान्दा चाहिँ ढिलो भयो टक्क सुट हाल्दै हामी चाहिँ आइपुगिसक्यौँ टक्क ट्याक्क उता लामाचोक उडा काटेदेखि यहाँसम्म चाहिँ ट्याक्क 5 किलोमिटर रहेछ होइन टक्क लगाएर अनि अब चाहिँ टक्कला मेचाङ जानुपर्ने हुन्छ मेचाङ जानेको उयो चाहिँ जहाँबाट ए ल ज्याकेट तिम्रो ल अघि दौडिनु सक्दैन लाग्यो यार लौड खिच्नु पर्छ एकैछिन अघि यहाँ दौडिनु सक्दैन मैले लगाइदिएको पसिना चाहिँ दौडिराखेँ ज्याकेट पसिना देखेको छ मेरो देख्यो ल तिम्रो ज्याकेट लाउने ज्याकेट यिनले मलाई यिनले भिडियो टक्क लगाएर यता हामी चाहिँ लगभग यता अगाडि गएर जाने हो देखेको छैन घरले गर्दा अनि कस्तो भयो पछि तिम्रो आफ्नो सो मेनी लङ टाइम तिम्रो रन कति मिनटमा हान्यो त हामी त त्यही राम्रै हान्यो हान्न त कति त्यही 26-27मा हान्यो तिमीले 26मा त हानेन 27मा जति हान्यो स्टारमा त 5 मिनट देखाएको छ त्यत्रो सुस्तरी हाने हजुर त्यो पनि 26 मिनट कस्तो कति हान्दा एकदमै त्यही भएर सकेन भने होइन त्यो भएर अस्ति दिदी सकेँ मैले देखि थियो टक्ला के कस्तो हो तपाईँ हामीलाई त इजी रहनु यो त होइन यो हामीले त इजी रहनु अनि त्यसमा दौडिनु भने यो यहाँ थाक्यो बिचारी आई भयो नि हिँडिदिउँ भनेर हो क्या के गर्नु है अब त्यही हो टक्ला जाने होला पानी चाहिँ कस्तो हुन्छ थाहा छैन हेर अझै त्यस्तै छ मौसम है त देख्नुहुन्छ हामी हिँडिरहेको चाहिँ त्यो धन देखेको छ यो यसो यस्तो गीत आउन त सिक्नु देवारा भन्न अब आउँदैन मात्रै गाईले टक्राएर होइन बाबा धन मेरो त है पानी निस्किएको माथिको फोहोर पानी हो यो तर देख्नुहुन्छ यहाँ अत्र निस्किएको पानी चाहिँ यहाँ अझै ती उकालो जानुपर्ने चाहिँ यता माथि है त सकेको छ नि एक त हिँड्न टक्क आइसक्यो होइन अनि हामी चाहिँ यहाँ टक्क पानी सानी खाएर फ्रेस भएर यहाँ लाग्यो फाइनली चाहिँ हामी चाहिँ आइपुग्यौँ देख्नुहुन्छ 2टा हात रहेछ नि यहाँ त अनि गइदिउँ यता यता घुम्न यता आएको र ऊ टप भ्यू गर्न आइसकेको छौँ है यहाँबाट चाहिँ बब्बर भ्यू देखेको चाहिँ ब्याकग्राउन्ड देख्नुहुन्छ होइन अनि यतापट्टि देख्नुहुन्छ यता भयो सरनकोट पऱ्यो अनि यतापट्टि चाहिँ लेक साइड छ यता चाहिँ अलिअलि देखेको छ यहाँ तपाईँ हो यहाँ झडमा त टक्क लगाएर भ्यू यो सिनेमेटिक हान्छ तपाईँ टक्क लगाएर
चाहिँ त्यो कलर यहाँ चाहिँ टपमा आइपुगेको थियौँ होइन हामी चाहिँ अनि टप किनेर चाहिँ पारि बसेको अनि हामी चाहिँ अलिकति भुलिएको थियौँ यतादेखि त्यहाँ पुरै भ्यू पुरै देखेको छ यो पोखरा इन्टरनेसनल एयरपोर्ट अनि नेसनल डोमेस्टिक के होइन डोमेस्टिक एयरपोर्ट सायद यही हुनुपर्छ यही यता पुग्छ क्या टक्लाएर यता भयो यो काँडा भइहाल्यो अनि यतापट्टि भलाम अनि यो भलामको पछाडिको चाहिँ के भन्छ अर्माकोट अनि अहिले चाहिँ हामी छौँ अहिले चाहिँ हामी टक्रा कता खाँदाखेरि मेताङ अनि त्यो कता यताबाट चाहिँ फेरि यतापट्टि लेफ्ट साइड छ अलिकति राम्रोसँग देखेको छैन अनि यता लेफ्ट साइड छ यहाँ सराङकोट छ यता चाहिँ अनि यहाँ आज चाहिँ अलिकति कुहिरो लगाएर त्यो राम्रो क्लियर भ्यू चाहिँ देखेको छैन तर पनि देखेको त्यति साह्रो क्लियर चाहिँ देख्दैन अझ घाम लागेको भए चाहिँ बब्बाल देखिन्थ्यो होला प्लस गरी पनि त्यस्तै हुन्थ्यो फेरि घाम लागेको भए त्यही हो त्यसपछि रमा एकछिन यता घुम्छौँ अनि फेरि फर्किन्छौँ त्यसपछि दिउँसो चिट भ्यू फेरि हेर्नु यता गाइस दामी खान्छ टक्रा देख्छ तर त झन् बब्बाल भ्यू देखेर चाहिँ अनि यता चाहिँ अलिकति खुल्ला नि देखेको छ टक्रादेखि यता लेफ्ट साइड भयो यता लेफ्ट साइड देखेको छ अनि यता के भन्छ अरे भन्न आएन फेरि यहाँ टुम्दी कोट भइहाल्यो यता अनि यताबाट यता ए भरि चाइनिज पनि देखिरहेको थियो यताबाट टक्लाएर यताबाट नि चाइनिज पनि देखिरहेको छ टक्कादेखि चाहिँ भ्यू है त फोटोसोटो खिचेर टक्रा फर्किदिउँ टक्रा फर्किँ यहाँबाट ओ के गर्दै हिँड्यो त तल पुग्ला फेरि मलाई खाना भने त फेरि हेर्नु यस्तो छ बाटो अब अफ्रेन अलिकति चिप्लो छ त्यसपछि त्यहाँ पुगिसकेको छ यहाँ त्यस्तो के गर्यो तिमीले माई गड यहाँ यस्तो खालको बाटो गएको चाहिँ एडभेन्चर त हान्नै पऱ्यो होइन अनि यो फेरि यो एडभेन्चर हान्नुको चक्करमा फेरि सुन्नु मिलेको छ फेरि यार एडभेन्चर त हानिदिन्छ फेरि ल टक्लाएर फर्किने टाइम चाहिँ कोही धन्दै चिप्लेको यार हैट यस्तो बाटो अनि चिप्लो भयो क्या बाटो अब चाहिँ सजिलै छ भन्दा हुन्छ है फाइनली झरेमा हामी त अब त्यहाँ गएर हल्का त्यहाँबाट चाहिँ अलिकति राम्रो देख्नु लाग्यो कता पुगिस् त्यता पुगिस् ओके हामी खतरा एडभेन्चर हामी देखाएको छौँ गाइस लौ त यहाँबाट त अन्त पर्दैन छोडिदिए यहाँबाट चाहिँ देखेर चाहिँ के भ्यू तल यहाँ तल कतादेखि फेवा त चाहिँ अहिले बल्ल देखेँ क्या त्यहाँबाट चाहिँ आएर एक फोटो अलिकति माथि जाने एउटा फेरि अझै आइटीमा के बोल्यो यिनीहरू है कहिलेदेखि यस्तो एक्सट्रिम एडभेन्चर गरिरहेको छौँ हामी चाहिँ हालिन्छ यहाँ चाहिँ म चाहिँ वान ह्यान्ड आउने च्यालेन्ज गरेँ जस्तै भयो बिहार गिल जस्तो गाडी दिने कि टक्राइदिन्छु यताबाट चाहिँ भेजी मक्खन देखेछ क्या बल्ल है त ल टक्लाएर फेरि अब कस्तो फर्किन्छ त हामी यहाँबाट बिहार ब्रिज आज हम जाएंगे किधर खतरा एक्सट्रिम एडभेन्चर हान्दैछौँ हामी चाहिँ आज चाहिँ होइन यस्तो हुन्छ सोचेको थिएन बिहार ग्रिल्स चाहिँ होइन त्यही हो जुन भयो नि त्यो आफूले भ्याङ यसै क्लासमा भिडिदिन्छ यस्तो के थाहा ओ अलिकतिले बाँच्यो अरे गाई चाहिँ म चाहिँ क्यामेरा बन्द गर्नुपर्ने हुन्छ टक्लाएर होइन अनि किनकि मलाई अब यसै गरेर झर्न चाहिँ अलिकति अप्ठ्यारो हुन्छ अनि हुन त भन्दा नि टक्लाएर क्यामेरा बन्द गरेर झर्छु भनेको यतिको झर्नु मिल्दो रहेछ तर पनि म क्यामेरा बन्द गर्छु किनकि भिडियो एकदमै लामो हुन जान्छ त्यही हो त्यही भएर चाहिँ सिधै उतै पुगेपछि भेट्छु त सानीलाई हामी चाहिँ फर्क्यौँ भने त्यहाँ टर्न एकपल्ट हान्यौँ हामीले चाहिँ अनि कमेडी नि भयो अनि
टक्राएर ये अम्बानी हेर त यही फोटो ल यही भिडियोबाट खिचिदियो ल ल बेग फेरि के भन्छ बेग बेग गर्न ल खतरा गोरी लागि साथीहरूले मेरो गोलीले साथीसँग खै कस्तो खै सेम सेम थोब्रा कम्ती सक्दैन ल ल ल ल ल फेरि मान्नुहोस् माथि हो क्या ल ल ब्रेकअप भएपछि ब्रेकअप भएपछि डिप्रेसन आएपछि यस्तो यस्तो गर्नुपर्छ डिप्रेसन डिप्रेसन ल परेश तिमी खाइदियो त हामी दुइटा खुला छोड न ल फोटो यतिकै हुन्छ क्या फोटो त ल परेश तिमी यताकै यतापट्टि हो कि होइन म त यहाँ तिमी यसरी बस्छौ कि तिमी खुट्टा यहाँ चाक यहाँ फेरि बस्छौ कि खुट्टा यता दिएर त माथि बस्यो अङ्गल हाल त अङ्गल हाल्नु अघि नि यसरी उठ न उठ यहाँ ढुङ्गा टिपेर हान्छ नि ल है त ल तिमी नै अङ्गल हाल यस्तो 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 खतरा खतरा पो झनिन्छ म ल है त ल 1 2 3 गो ल भयो भिडियो खिचेर सोचेर त्यो भिडियोबाटै फोटो गरेको मैले ल हेर्दै टक्राएर यता माथि दियो यसो दियो त है पैसा छैन त्यो बजार अलिक त्यो चाहिँ अझै हामी चाहिँ टक्ला फर्क्यौँ हो ल त परेश ल त खिचे छैन यार ए त हात चुप्पा दे तँलाई खा भनेको त बाल देखेछ लेग साइडको भ्यू टक्लाएर देख्नु यो त्यही देखाउन आएको म चाहिँ गएँ त म गएँ चाहिँ हामीले चाहिँ टक्लाएर होइन एक राउन्ड चाहिँ हामी सकेको छौँ त्यो यहाँ फेरि यहाँ बिग्छ टक्लाएर एकछिन अलिकति फर्किएको थियो टक्लाएर देखाउँछ यहाँ अघि चाहिँ हामी यताबाट गएर यस्तो गरेर हामी यता माथि डाँडा पुगेर त्यहाँबाट एक राउन्ड हानिसक्यो हामी चाहिँ टक्लाएर एक राउन्ड भन्दा हामी लगभग अघि घरदेखि हिँड्दै थियौँ हामीले लगभग 11.5 किलोमिटर कम्ती हानिसकेको छौँ कस्तो बिदा रहेछ पछि एक राउन्ड हान्यो हामीले एक राउन्ड अघि नि यहाँ पानी खाएर सुरु गरेको यहाँ पानी खाइदिन हाने हामीले ल है परेछ हामीले त है हो अब फेरि सिधै घर जानु पर्ने हुन्छ है त ल के कस्तो भयो भन्दै गर्नुलाई कमेन्ट होइन अनि एक राउन्ड हान्यो नेताङ भिला तिर्पलले यस्तो खालको यहाँ कति धेरै बोर्ड यार यहीँबाट गएको है त कस्तो भयो होला भिडियो रको भनिदिनु होला है त लाइक सेयर सब्सक्राइब कमेन्ट हानिदिनु होला त्यसरी मजा तँलाई बे पुलिस अङ्कललाई लिएर जाने भने हामी टक्राएर अब चाहिँ हामी चाहिँ भ्लग चाहिँ यहीँ नै हान्नुपर्ने हुन्छ होला सायद जसम्म आउँछ मेरो चार्ज पनि सकिसक्यो त टक्राएर होइन अब चाहिँ फर्केको हो सिधै घर जाने त्यति हो है त ल बाई जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला। धर्म हुन्छ।